गाइजहरू, म चाहिँ हजुरहरूलाई के देखाउन गइरहेको छु भन्ने कुरा कतिपय हजुरहरूले चिनिसक्नु भएको छ र यदि कसैले चिन्नु भएको छैन भने यो चाहिँ अलैँची भट्टी लगाइरहेको हो। अनि हाम्रोतिर चाहिँ भित्ता छेडेर यसरी अलैँची भट्टी लगाइन्छ। अनि आगो पनि एकदमै हुरुहुरु लगाइँदैन, किनभने अलैँची झर्ने बेलामा चाहिँ आगो ठुलो लायो भने अलैँचीको भट्टी डढ्ने सम्भावना हुन्छ। त्यसैले गर्दाखेरि आगो सानो लाउनु पर्ने हुन्छ, धुवा मात्रै दिनुपर्ने हुन्छ। अनि अलैँची चाहिँ यहाँ मासतिर छ यसरी अलैँची लगाएको 7 घन्टा भइसक्यो। भट्टीमा आगो दिएको लगभग आधाउधी चाहिँ सुकिसकेको छ। अब यो भरेसम्ममा झर्ने गर्छ। अनि यो चाहिँ पुर्ख्यौली हाम्रो पुरानो सिस्टम, एकदम सरल, एकदम सजिलो। हामी लेडिजहरूले पनि यो काम सहजै गर्न सकिन्छ। हजुरहरूले कसरी गर्नुहुन्छ भन्नुहोला।